हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईहरुलाई फेरि पनि धेरै धेरै स्वागत छ मेरो युट्युब च्यानलमा। म आज धेरै दिनपछि चाहिँ मैले मेरो ब्लग स्टार्ट गरेँ किनकि मैले धेरै समय नमिलेर मैले चाहिँ ब्लग नबनाएको थिएँ। आई होप अब चाहिँ म जसो तसो गरेर भए पनि एक दिन बिराएर हुन्छ कि जसो हुन्छ म तपाईहरु माझमा भिडियो ल्याउने कोसिस गर्छु हैन। मलाई धेरैजनाले भिडियो बनाऊ अथवा भिडियो बनाउनु भनेर चाहिँ मैले उहाँहरुको रिक्वेस्टमा चाहिँ आज मैले भिडियो बनाएँ। आज चाहिँ म के गरौँ के को भिडियो बनाउने होला भनेर चाहिँ सोचिरहेको थिएँ हैन। अब ब्लग बनाउन त एउटा कन्टेन्ट चाहियो। ठ्याक्कै भात खाने बेला भएको थियो अहिले चाहिँ बिहानको हैन 10 बजे हैन 10:30 कति भयो खाएको नि खाना खाने बेला भएको थियो। त्यसकारण मैले आज खानाको मुखबाङै गरौँ कि भनेर धेरै त खान सकिन्न है यति थोरै। आज चाहिँ मेरो फेभरेट भट्टा आलु गुन्द्रुक यो चाहिँ मेरो एकदम फेभरेट हो। म घरमा आएपछि मलाई यो पकाइदिनु भन्छु हैन। यस्तो मिठो लाग्छ मुखमा पानी आइसक्यो साथीहरु। र चाहिँ दाल छ मैले यहीँ हाल्न पठाएको। अब आफ्नै घर त हो जसो गरी खाइ पनि हुन्छ हैन। खाने भुडीमै हो जाने भुडीमै हो हैन मुखमा हाल्ने नै हो। र त्यसपछि यो चाहिँ दही नै हो यो दही। तर यो दही चाहिँ अलि के हो पातलो गराइदिएछ पानी हालिदिएछ क्या भन्नु धेरै मिठो। अनि काँक्रो मलाई गाजर चाहिँ खासै मन पर्दैन तर मैले काँक्रो मात्रै यहाँ ल्याएँ। मैले खाना सक्ने मात्रै ल्याएको ल। र यो पानी म पहिला पानी खान्छु अनि खाना खान्छ। पानी फेरि यसको ल्याएको क्या गर्मी छ नि त कता गर्मी छ नि त्यही भएर। ल गाइस अब मैले खान सुरु गर्छु। अन्तिमसम्म भिडियो नकटाइकन हेरिदिनु होला। र अब म मेरो ब्लग सबै सामु ल्याउने कोसिस गर्छु किनकि मैले मेरो साथीहरूलाई धेरै मिस गरेको छु सबैजनालाई हैन। उनीहरूले मलाई कतिको मिस गरेको छ त्यो मलाई थाहा छैन र मैले सबैलाई मिस गरेको छु। अझै म त धेरै मिस गरेको मेरो म सँगसँगै पढेको सानैदेखिको साथीहरूलाई धेरै मिस गरेको छु। सँगै पढेर कोही कता गयो होला कोही कता पुग्यो होला। मलाई अस्ति भर्खर एकजना साथीले फोन गरे हैन। सँगै त के भन्नु 11-12 चाहिँ सँगै पढ्यो उसँग चाहिँ कलेज लाइफमा हैन। एक्जाम दियो हाँस्यो डुल्लियो हामी 11-12 सँगै पढ्यो भने पनि हामी 10 बाट चाहिँ सँगै हिँड्थ्यौँ क्या कहिलेकाहीँ छुट्टीहरूमा है। मैले धेरै मिस गरेको छु सबैजनालाई। मेरो भिडियो उनीहरूसँग पुगोस् ल खाइ ल। अब चाहिँ मिठो तर यहाँ उस भयो क्या आज भन्नु मिठो मिठो लाग्छ मलाई चाहिँ यो। अरूले त मुखबाङ हुन्छ कति धेरै ल्याउँछ नि त। म त खान सक्दिनँ कि धेरै खान त सक्न सक्छु तर त्यत्रो धेरै खान सक्दिनँ क्या। काँक्रो
सँगै पढेको साथीहरू त कसैले बिहे गर्यो। अस्ति मैले एकजना साथीलाई मेसेज गरेको थिएँ, उसले बिहे गरेको हो। मैले उसलाई झुक्याएको थिएँ क्या, साथीहरू तिमीले त बिहे गर्यो, अब म नि बिहे गर्न लागेको भने नढाक मुला, तिमीले त होइन त होइन अन्त बिहे गरिस्, मैले अब बिहे गर्न लाग्यो नि उयो भने नढाक मुला। साँच्चै हो क्या। अब के अरे अर्को महिना चाहिँ मैले बिहे गर्छु र उता केटीले चाहिँ मलाई भगा भगा भनेको छ भनिदिएको थियो, त्यसले पत्तै छैन। कहिले बिहे नगर दुःख पाउला रे। गुन्द्रुक भुट्टा आलु सब्जी। यो गाउँको दही भएर मिठो छ क्या, त्यो पोकाको दही भन्दा नि साथीहरू। फेरि गिलासमा खायो भन्थ्यो भनेर भन्थ्यो र गिलासमा एकैछिनमा भ्याउँछ गुटुक डुटुक पानी साथीहरू एकैछिनमा भ्याउँछ त्यो बोतलमै झ्याम्पे हान्ने हो क्या एकैछिनमा फेरि साह्रै हाल्यो छेउ है त्योभन्दा पुरा एकैछिनमा बोतलमा वाक म चाहिँ भोक लाग्यो भने चाहिँ नबोली खान्छु अब अलि अगाउँदैछ म बोलेको छु
अझै बेसी अगाडि भने मैले खाना खेलाउँछु अनि त्यति चाहिँ इन गर्छु म त ल म चाहिँ चाट्ने बानी हो बेसी मिठो लाग्छ मन परेको तरकारी पकाउँदा त यसरी चाटेर खानु मन लाग्छ मन नपरेको त यतिकै भात छोडिदिन्छु म त फाइनली सक्यो आहोस् त साथीहरू आई होप तपाईँहरूलाई कस्तो लाग्यो मेरो मुकबाङ र नेक्स्ट भिडियो पनि आउनेछ मैले फरक भिडियोहरू ल्याउने छु तपाईँहरूलाई आज यति भन्दै बाई बाई बाई